नमस्ते हो नमस्कार साथीहरू। सुन्नुहोस्, एउटा मेरो सानो कुरो एकदम बुझ्ने कुरो हो। आज यो गणेश नेपालीको विषयमा धेरै नेपालमा भाइरल भइराखेको छ। तर त्यो गणेश नेपालीको अलिकता म्यान ठिक थिएन। मैले सुनेको भन्छ 10,000 फाइन थियो, फ्यामिली प्रेसर थियो, ऋण प्रेसर थियो, नगरपालिकाको प्रेसर थियो, त्यही भएर आत्मदाह गर्यो। सब फटा कुरो, सब झुटो कुरो हो। त्यो उहाँको आफ्नो प्रब्लम हो, आफ्नो उसले गरेको हो। यो विपक्षीले 10,000 फाइन भनेर नाम मात्रै बालन सरकारको बदनाम गर्न खोजेको हो। एकजना दुईजना आत्मदाह गर्दा बालन सरकार राम्रो छैन। तर देश बनाउनलाई एउटा भनेको धरती पुत्र भनेको नेपालको पुत्र भनेको बालन हो। तपाईँहरू राम्रोसित बुझ्नु है, अरू कोही छैन। देश धेरै होइन, 20 वर्ष चलाउन दिनु बालन सरकारलाई, बालनलाई। देश काया पलट अवश्य हुन्छ हुन्छ हुन्छ। स्विजरल्यान्ड भन्छ, सिङ्गापुर हुन्छ, त्योभन्दा राम्रो नेपाल हुन्छ। विश्वको धनिक देशमा पनि गनिन्छ। त्यो बुझ्नु है हाम्रो नेपाली साथीहरू दाजुभाइहरू। सानो कुरामा नेपाल सरकार बालन सरकारले यो गरिदिउँ, राजीनामा दिऊ, यो गरौँ त्यो गरौँ। 17,000 मारेर आएको प्रचण्डलाई अहिलेसम्म केही गरेको छैन। हाम्रो नेपाल सरकारले कति छ, कति मान्छे मारेर आएको छ, कति कति कसैलाई केही भएको छैन। ठुलो ठुलो क्लाइन गरेको मान्छेहरू त्यो भुटानी सार्दा केस गर्दा गरेको मान्छेहरूलाई एक दिन समात्छ, 2 दिनमा छोडिदिन्छ। त्यस्तो पनि हुन्छ। कस्तो लाग्यो मेरो विचार प्रक्रिया एकचोटि कमेन्ट गरेर भन्नु होला है साथीहरू।